आदरणीय दर्शकवृन्द, यहाँहरु सबैलाई आजको यस कार्यक्रममा फेरि हामी स्वागत गर्न चाहन्छौं। सम्पूर्ण विश्वासी दाजुभाइ दिदीबहिनीहरूलाई जय मसीह। विशेष गरी हामी आज फेरि पनि एउटा साक्षी गवाही लिएर तपाईहरुको बीचमा प्रस्तुत हुने कोसिस गरिरहेका छौं। विगत केही समयदेखि हामी विभिन्न साक्षीहरू प्रस्तुत गर्दैछौं। गवाहीहरू व्यक्तिको जीवनमा भएका परमेश्वरले गर्नुभएको काम, उहाँको जीवनमा भएका आशिष, पाउनुभएका आशिषको विषयमा चर्चा गर्ने प्रयत्न गरिरहेका छौं। र आजको यो बसाइमा फेरि एकजना व्यक्तिसित हामी उहाँको जीवन गवाही साक्षी लिएर आएका छौं। आदरणीय विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू, मैले अघि नै भनिसके, हामी एकजना व्यक्ति पाउना जसलाई आजको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौं र उहाँको जीवन साक्षीको विषयमा केही कुरा हामी उहाँसितै हामी बुझ्ने कोसिस गर्नेछौं। र हाम्रो यस कार्यक्रममा तपाईलाई स्वागत छ। जय मसीह। तपाईलाई पनि धन्यवाद यस कार्यक्रममा मलाई सहभागी गर्नुभएकोमा। तपाईको आफ्नो परिचय दिनुस् न हामीलाई। मेरो नाम रमा खड्गे हो। म हाल चाहिँ यता बौद्धराम हिटीमा बस्छु अनि यति हो फेरि चाहिँ। तपाई आफ्नो नाम रमा खड्गी भन्नुभयो अनि तपाईले आफ्नो जीवन साक्षीको कुरा गर्ने भन्नुभएको छ हैन? तपाईले प्रभु येशू ख्रीष्टलाई चाहिँ चिन्नु भन्दा अगाडि हैन कस्तो थियो, के समस्या थियो तपाईको जीवन? पछि चाहिँ मेरो जीवनमा धेरै कष्टहरू आयो, समस्याहरू आयो। जस्तै कहिले नानीलाई चाहिँ ठुल्ठुलो चोटपटक लाग्ने, त्यस्तो 18 टाका लाउनु पर्ने गरी घाउ हुने, अनि मेरो बुढा बेहोस हुने, अनि मेरो गरी खाने पसलहरू चाहिँ जल्ने हैन। कुनै बेला चाहिँ गाडीले हिर्काएर अब ढोस्तै बनाइदिने, दुईचोटि पनि त्यो केस भयो। कहिले घरमा चोर लाग्ने, अनि मेरो परिवारहरू चाहिँ धेरै जस्तो धामी झाँक्री यस्तो परिवार हुन्। मेरो सासू भनौँ न, मेरो बुढापट्टिको परिवार चाहिँ धामी झाँक्री माटा यस्तो सबै काम गर्ने भएको भएर उहाँहरूले चाहिँ अब तिमीलाई जहिले पनि यस्तो दशा लाग्यो, आइपर्यो, अब तिमीले चाहिँ धेरै पूजा गर्नुपर्छ, धेरै ठाउँमा चाहिँ दिन दशाहरू त्यो आउनुपर्छ भनेर मैले थुप्रै ठाउँमा पूजाआजा गरे तापनि मलाई कहिले पनि शान्ति भएन जीवनमा, कहिले पनि आनन्द पनि भएन। मैले मान्ने तापनि मलाई जीवनमा कहिले उँभो लागेन। म जीवनमा धेरै निराश हार खाएपछि चाहिँ अनि मैले पहिला सुरुमा कहिले ट्याक्स पढ्ने गर्थेँ। त्यो ट्याक्समा चाहिँ प्रभु येशूको बारेमा केही कुरा सुनेको थियो। त्यो कुराबाट चाहिँ मलाई प्रभु येशू पनि हुनुहुन्छ भन्ने जस्तो मलाई लाग्थ्यो। अनि म त्यसमा नै अब लाग्नु मेरो विचार आयो। जब मैले प्रभु येशूलाई चाहिँ अब मैले सबै कुरा त्यागेँ, जुन कि मैले पुकारेको कुराबाट, मैले गरेको कुरा, मानेको कुराबाट मलाई शान्ति आनन्द छैन भने त मेरो जीवनमा केही पनि उपलब्धि भएन। त्यसपछि मैले प्रभुलाई पाउने मनमा गरेँ। अनि तपाईको जीवनमा चाहिँ त्यो समस्याले गर्दाखेरि प्रभुलाई खोज्ने मौका पाउनुभयो या अथवा त्यो समस्या चाहिँ कति लामो समयसम्म त्यस्तो समस्यासँग सङ्घर्ष गर्नुभयो? त्यो चाहिँ मेरो बिहे गरेको अब अहिले मेरो बिहे गरेको 21 वर्ष भयो। झन्डै 15 वर्ष जति त्यो समस्या मैले धाउनु पर्यो। बिहे गरेर 1-2 वर्षमा नै मलाई त्यो समस्या आयो। बिहे गर्नु अगाडि मेरो क्रिस्चियन साथीहरू छन्। क्रिस्चियन साथीहरूबाट नि मैले प्रभुको बारेमा केही सुनेछ, तर मलाई त्यतिखेर थाहा छैन प्रभुको कुराहरू। सुनेको त हो, तर त्यति गहिरो रूपले जानेको थिएन। जब मैले बिहे गरिसकेपछि मेरो जीवनमा समस्या, यस्तो ठुलो समस्या आइसकेपछि मैले चाहिँ प्रभुमा जाने मन गरेँ। अनि तपाईको त्यो समस्या भन्नाले के थियो? समस्या, खास समस्या के थियो? मेरो समस्या भन्नाले अब त्यही हो, मेरो परिवार जहिले पनि बिमारी नै हुने। कहिले श्रीमान बिमारी हुन्छ त कहिले छोरी, कहिले म आफैलाई हुने। अनि कहिले चाहिँ मैले गरी खाने व्यापार व्यवसायले नै अब गाडीले हिर्काएर हैन ढोस्तै पार्दिने, कहिले आग लागि हुने, अनि कहिले चाहिँ घरमा चोर चक्कारी लाग्ने, अनि कहिले चाहिँ आफैलाई अपरेसन जस्तो ठुल्ठुलो केस, त्यस्तो समस्याले धाइरहनु पर्यो। त्यो समस्या मेरो जीवनमा आयो बिहे गरिसकेपछि चाहिँ। अनि तपाईले अब यो विभिन्न समस्याहरू आयो भन्नुभयो, अनि यो समस्याको बीचमा जस्तो प्रभु येशू ख्रीष्टलाई चाहिँ के कारणले अथवा कसरी तपाईले चाहिँ चिन्नु भयो त?
गर्यो झन् त्यति नै दलदलमा गएको जस्तै भयो। अनि त्यसपछि मलाई एकदम अब म यो शान्ति पाउन मलाई आनन्द पाउन कहाँ जाने मेरो मनभित्र नै अब पहिला मेरो साथीहरूले प्रभुको बारेमा सुनाउने गर्थ्यो त्यही कुरा सम्झ्यो मैले। अनि मैले आफैले निर्णय गरेँ म प्रभुमा गएपछि म निको हुन्छु कि भन्ने मेरो मनमा भित्रैबाट चाहिँ एउटा पहिलादेखि नै मैले प्रभुमा पनि कहिलेकाहीँ टेक्स्ट पढ्ने गर्थेँ। अनि त्यो मलाई त्यस कुरामा चाहिँ अलिअलि मनमा त थियो होइन। अनि अब प्रभुमा विश्वास गरेपछि चाहिँ कुनै कुरा असम्भव छैन भन्ने कुरा त्यसमा लेखेको हुन्छ है त्यो बाइबलमा त्यो टेक्स्टमा। त्यही कुरालाई सम्झेर साँच्चै मैले प्रभुलाई पाएँ भने त मेरो चाहिँ समस्याहरू हल हुन्छ भन्ने मलाई त्यो पूर्ण विश्वास त थिएन त्यतिखेर। तर पनि हुन्छ भन्ने अब मैले के गर्दा उपाय छैन भने म प्रभुमा जान्छु भन्ने मेरो मनमा आयो। मैले सबै कुरा त्याग्ने निडो गरेँ त्यसपछि। भनेपछि कसले तपाईँलाई चाहिँ प्रभु येशूको विषयमा सुनायो र कसरी जानुभयो? सुनाउन त अब त्यही हो म एकचोटि बेसरी बिमारी भएको बेला मेरो अङ्कल चाहिँ प्रभुमा हुनुहुन्थ्यो। अनि उहाँको घरमा म 5 दिन बस्दाखेरि एकदम म चाहिँ अब घरको समस्या त्यही हो म आफैलाई पनि त्यो पीडा अपरेसनको पीडाले गर्दाखेरि म रेस्ट लिनु पर्यो 1 महिना जति। त्यो बेला चाहिँ म माइती गएको बेला मेरो अङ्कलको घरमा बस्नु पर्यो। त्यतिखेर चाहिँ अङ्कलले चाहिँ मैले प्रभुको बारेमा म धेरै निराश थिएँ म एकदम दुखी थिएँ। अनि प्रभुको बारेमा मैले सोध्ने गर्थेँ अङ्कललाई यो प्रभु के हो यो प्रभुले के गर्नुहुन्छ तपाईँहरू किन क्रिस्चियन हुनुभएको होइन प्रभुमा आएपछि के हुन्छ प्रभु कति फरक छ यी कुराहरू सबै मैले सोध्ने गर्थेँ। त्यो 5-6 दिनको अन्तरालमा मैले सबै अङ्कललाई सोधेँ। उहाँले मलाई मेरो अझै विशेष गरी त मेरो बहिनी जानकी बहिनीले चाहिँ उहाँले सुत्दाखेरि पनि मेरो केयर गर्ने उठ्दाखेरि पनि औषधि खुवाउने। अनि उनीहरू प्रभुमा भएको मान्छेको त्यो पहिला उहाँहरू त्यस्तो हुनुहुन्न थिएन। उहाँहरू चाहिँ एकदमै अलि बेग्लै प्रकारको वास्ता नगर्ने सेल्फिस तरिकाको मानिस हुनुहुन्थ्यो मलाई थाहा थियो राम्रोसँग। पछि उहाँहरू प्रभुमा आइसकेपछि चाहिँ एकदम दया गर्ने प्रेम गर्ने स्वभाव भएको भएर मैले चाहिँ उहाँहरूको त्यो कुरा देखेपछि ममा पनि एउटा प्रभुको आयो। भनेपछि तपाईँको काका अनि काकाको छोरी हो काकाको छोरी उहाँले तपाईँलाई जुन किसिमले वास्ता गर्नुभयो प्रेम देखाउनु भयो उहाँहरूको जीवन पहिलेको भन्दा प्रभुमा पाएको परिवर्तन देखेर तपाईँको जीवनमा प्रभाव पर्यो। त्यसपछि तपाईँले यसोलाई विश्वास गर्नुभयो। अनि त्यहाँबाट म निको भएर घर फर्किँदाखेरि अनि मैले पुरा छोडेपछि म अब प्रभुमा जाने मैले घर परिवारसँग सल्लाह गरेँ। सुरुमा त मलाई डर लागिरहेको थियो अब मेरो हस्बेन्ड आउँछ कि आउँदैन मेरो छोरी आउँछ कि आउँदैन कोही पनि नआए पनि म एक्लै भए पनि म प्रभुमा जान्छु भनेर मैले त्यो निडो गरेँ। अनि उहाँहरूसँग सल्लाह गरेपछि उहाँहरू पनि आउँछु म पनि बुझ्छु भन्न थाल्नुभयो। अनि त्यसरी चाहिँ मेरो हस्बेन्ड पनि आउनुभयो अनि छोरीले नि बुझेरै आएको हो। त्यसपछि को अब तपाईँको परिवारमा प्रभुमा तपाईँ आउँदाखेरि श्रीमान अब छोरी नानीहरूले तपाईँलाई के विरोध गर्नु भएन? मेरो श्रीमान छोरीले चाहिँ त्यस्तो कुनै विरोध गरेन। मेरो अब आफ्नो भन्नाले उता दाइहरू भयो भाउजू अनि मेरो दिदी आमाजूहरू भयो सासू भयो उहाँहरू चाहिँ जे होस् अलि बाधै भयो उहाँहरूबाट चाहिँ। आफ्नो श्रीमान र नानीहरू बाहेक अन्य परिवारले चाहिँ तपाईँलाई विरोध जनाउनु भयो परिवारमा ले त त्यति तपाईँलाई विरोध जनाउनु भएन? छैन उहाँहरूले चाहिँ विरोध गर्नु भएन। अनि पहिले को विश्वासमा तपाईँ आउनु भएपछि को विश्वासमा आउनुभयो? म विश्वासमा आइसकेपछि मेरो श्रीमान विश्वासमा आउनुभयो। त्यसपछि अनि छोरीले म केही समय बुझ्छु मम्मी नबुझिकन म त्यत्तिकै आउँदिनँ म बुझेपछि भनेर सङ्गति गर्न थालेँ। अनि त्यसपछि चर्च पनि हाल्यो आउनुभयो मेरो छोरी। त्यसरी मेरो छोरीले चाहिँ विश्वास गर्यो। भनेपछि अहिले तपाईँको श्रीमान तपाईँ सबै विश्वासमा हुनुहुन्छ प्रभु येशू ख्रीष्टमा हुनुहुन्छ? अहिले हामी 3 जना विश्वासमा छौँ। अनि प्रभुमा पाइसकेपछि तपाईँको जीवनमा कस्तो अनुभव गर्नुभयो के अनुभव छ त? प्रभु पाइसकेपछि त जीवनमा त्यही हो सबैभन्दा पहिला मलाई आनन्द भयो प्रभुमा। अनि एउटा डरको आत्मा म भित्र थियो त्यो मबाट निस्क्यो। अनि सेकेन्ड कुरा मैले थाहा पाउने गरी नै लालचको आत्मा मबाट निस्क्यो। किनभने मैले पहिला जे कुरा पनि मलाई यो चाहिन्छ नै मलाई पाउनै पर्छ भन्ने म त्यसरी लालचको उसमा हिँड्ने मान्छे पछि मैले त्याग गर्ने म भित्र त्यो आत्मा आयो। मैले उहाँहरूले घरबाट निकाल्दाखेरि पनि उहाँहरूले मलाई जुन सम्पत्तिबाट होइन वञ्चित गर्दाखेरि पनि मैले सजिलै रूपले त्याग गर्न सक्यो। तर प्रभुमा आएर मलाई कुनै त्यस्तो कष्ट दुःख भएन। अनि प्रभुमा आएपछि मलाई अहिले राम्रै भइरहेको छ सबै गरेको कुरामा आशिष पाइरहेको छु। त्यही हो मेरो लागि सन्तुष्ट आनन्द भन्ने कुरा नै भन्छु। किनभने कतिजना विश्वास गरेर पनि वचन सुन्छ अनि पालना गर्दैन होइन त्यसको अनि फलै रिजल्टै देख्दैन। विश्वास गरेपछि आफ्नो उस पनि गर्नुपर्छ पालना गरे अनुसार हामीले प्रभुले चाहिँ दिनुहुन्छ। भनेपछि
तपाईको यो विश्वासको जीवनमा आइसकेपछि तपाईको श्रीमान अथवा विश्वासमा आउनुभयो छोरी सबै हैन नानी उहाँहरूले पनि तपाईलाई पूर्ण सपोर्ट गर्नुभयो हजुर सबैले छोरीले झनै बढी हैन अनि अब श्रीमानले त भन्नै पर्दैन सबैले सपोर्ट गरिरहेका छन् अनि तपाईले अहिले जस खुसी हुनुहुन्छ आनन्द हुनुहुन्छ म खुसी छु आनन्द छु गरेर थोरै पैसामा चाहिँ एकदम विकट ठाउँमा बोडे भन्ने ठाउँमा जग्गा किनिरहेको थियो त्यो ठाउँमा चाहिँ त्यसरी मूल्य आउँछ भनेर सोचेकै थिएन मैले त्यो ठाउँमा अचम्म तरिकाले चाहिँ त्यसको भाउ बढ्यो त्यही भाउ बढेको अनुसार त्यसको जग्गा बिक्री गरेर अहिले हामीले यो ठाउँमा चाहिँ घर बनाएर बस्यौँ यहाँ पनि हामीले प्रभुकै आशिष पाएर चाहिँ यो ठाउँ पनि पायो अहिले घर बनाएर बसेको छु आनन्द छु हामी हुन्छ तपाईले आफ्नो जीवन साक्षी छोटकरीमा हामीलाई बताउनु भयो तपाईलाई धन्यवाद धन्यवाद अब मेरो गवाई सुन्नेहरूले पनि प्रभुलाई विश्वास गर्यो भनेदेखि प्रभुलाई चाख्यो भने अझै धेरै कुरा जान्नुहुन्छ है त्यही हो आत्तिनु हुँदैन किनभने प्रभु भलो हुनुहुन्छ उहाँ सबैलाई भलो गर्नु भइरहेछ तर मान्छेले मात्र नचिन्ने हो प्रभुलाई हुन्छ दर्शकबिन सम्पूर्ण विश्वासी दाजुभाइ दिदीबहिनीहरू आज हाम्रो रमा खड्कीले आफ्नो जीवन साक्षी हाम्रो बीचमा प्रस्तुत गर्नुभएको छ उहाँले प्रभुमा जुन किसिमले आफ्नो जीवन कसरी परिवर्तन भयो भन्ने विषयमा उहाँले चर्चा गर्नुभयो निश्चय पनि उहाँको जीवन गवाईले सुनेर हामी आशिषित हुनेछौँ धन्यवाद र विश्वासी दाजुभाइ तथा दिदीबहिनीहरू यहाँहरूले आज त्यो साक्षी सुन्नुभयो गवाई सुन्नुभयो निश्चय पनि मानिसको जीवनमा विभिन्न उतार चढाव हुन्छन् उकाली ओह्राली हुन्छन् हैन सङ्घर्ष हुन्छन् अनुभव हुन्छन् भोगाई हुन्छन् र आज रमा खड्कीले आफ्नो जीवनको छोटो भोगाई र अनुभव बताउनु भयो र आगामी समयहरूमा हामी विभिन्न व्यक्तिहरूको आफ्नो जीवन गवाई हामी लिएर आउने नै छौँ र आज यस कार्यक्रमबाट हामी बिदा हुन चाहन्छौँ सबैलाई जय मसीह प्रभुले आशिष दिउन्